हाई एभ्रिवान, आई होप हजुरहरू सन्चै हुनुहुन्छ। आज मेरो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। आज म कहाँ जाँदैछु भनेर देखाउँछु है। भिडियोको इन्डसम्म चाहिँ हेर्न नभुल्नु होला। म जाँदैछु एसएनसी ब्युटी पिक, जहाँ चाहिँ यो चाहिँ खोग्रामा लोकेटेड छ। मलाई चाहिँ हेयर कट र ल्यास लिफ्ट गर्नुपर्ने भएको कारणले चाहिँ म गएको थिएँ। फाइनल्ली म सलुन पनि पुगेँ र सबैजना स्टाफहरू हुनुहुँदो रहेछ अनि सबैजनासँग म बोलेँ। एकदमै फ्रेन्डली हुनुहुन्थ्यो सबैजना। अनि म यस्तो लाएर चाहिँ मेरो अब लाइक फर्स्टमा चाहिँ ल्यास लिफ्ट गर्नुपर्ने भएको कारणले चाहिँ मैले सुरुमा चाहिँ हल्का भिडियोहरू पनि लिएँ। अनि म अब ल्यास लिफ्ट गर्नको लागि रेडी भएर बसेको थिएँ। ल्यास लिफ्ट गर्नको लागि म रेडी भइसकेको थिएँ। अब हेर्न सक्नुहुन्छ रिजल्ट कस्तो छ भनेर। ल देख्न सक्नुहुन्छ कस्तो राम्रो रिजल्ट आयो। अनि त्यसको साथसाथै मलाई हेयर कट पनि गर्नुपर्ने भएको कारणले चाहिँ मैले हेयर कट पनि गरेँ। हेर्न सक्नुहुन्छ मेरो यो हेयर कटको रिजल्ट कस्तो राम्रो भएको थियो। मलाई एकदमै म एक्साइटेड र खुसी भएको थिएँ यस्तो राम्रो बनाइदिएकोमा भनेर उहाँहरूलाई भन्दै थिएँ। यति धेरै राम्ररी बनाइदिएकोमा थ्याङ्क यू सो मच भनेर उहाँहरूसँग केही भिडियो फोटोहरू पनि लिएँ। अनि मलाई घर जानुपर्ने बेला भइसकेको थियो, त्यसैले उहाँहरूसँग बाई बाई भनेर त्यहाँबाट निस्किएँ। थ्याङ्क यू सो मच गाइज फर